आज मेला लाग्छ तर यहाँ पनि एकदम पुरै मान्छे बसिरहन् मेला लाग्ने चाहिँ यहाँ तल हो अब मेरो भलक चाहिँ यहीँ साग यो कटेजबाट सुरु हुन्छ अन्त्य यहाँ तल दहमा गएर हुन्छ त्यसैले हामी यहाँबाट सुरु गर्दैछौँ टोपजङ बाबु हिँड त जाउँ गइजाउँ अब टिचिन्टा त जाने होला तिनवटा कहिँदैन त्यो गइँदैन नि मेलातिर पापिने मेला मान्छे यति छन् कि यहाँ त बाइक जाम पुरै के कुरा गर्दा न त्यही पनि टोपजङ के भन्छ कस्तो लागिरहेको मेला मेला चाहिँ एकदम बबाल लागिरहेछ धेरै हिजो वर्ष कस्तो भयो आज कस्तो हुन्छ मैले त बबाल भाज्यो होइन हिजो चाहिँ झन्डै लगाले मरे भाज्यो फेरि खतम बनाल्ने थियो राम्रो यार ल मेलैमा भेटाउँछौँ अब पापिन लाग्यो जस्तो होला रे यार यहाँ चाहिँ अब यो छ नि यो पुरै आज यो चौर सब भरिन्छ पुरै मान्छे अझै भरिँदैछन् आउँदैछन् यस्तो लतको छ पछि पनि यसरी आउँदैछन् यहाँ पिङ आज पिङ खेलाउँछ कि टोपजङले खेलाउँछस् पिङ ल पिङ त चिन्ता नमान पैसा तोतिर खेलाउने म त्यसैले हामी चाहिँ मेलातिर एकदम पापिने मेला आज यहाँ बच्चाले खेल्दा पिङ पस्छ होला है पस्छ हात्ती होइन हात्तीमा 5वटा हात्ती होला किन गइयो अहिले त आउँछ एउटा एउटा आउँछ मजा हिजो गइडा भाले हेर त उनीहरूले आउँछ पठाइदिएको छु ए हो मेलामा अलिअलि मान्छे भएर अलि राम्रो भएन मर्दी आउनु पर्छ भन न एबाट म हालिदिइहाल्छु नि क्या आउने अर्को टिम छ लैजाऊ मानिसतिर नबसेपछि मेला लाग्यो जस्तो लाग्दैन किन लाग्दैन यहाँ टिम पनि खेल्नुपर्छ गाउँमा बसेपछि पापिने मेला आइया है भन्ने लाग्छ क्या त्यसरी यो छ यहाँ यो पटक रातिमेले मेला कम लाग्यो बट त्यो पनि कम लाग्यो यार पापिने मेला आएपछि यसरी गाउँमा बसेपछि त मेला जस्तो लाग्छ क्या एक्चुली त्यो चाहिँ बस्नुपर्छ यस्तो आनन्दसँग गाउँमा बसेपछि पापिने मेला आइयो भन्ने लाग्छ यहाँबाट पारीको दृश्य हेर्ने दामीसँग हामी यहाँ बस्ने यस्तै हो क्या रमाइलो मेला भने गाउँको मेला रमाइलो बेला यति भिडभाड नभएर चाहिँ कहाँ हुन्छ होइन यति त हुनुपर्छ भिडभाड मेला आउने फेरि एकदम खुल्लामा हिँड्ने भन्ने त हुन्न नि त मेलामा त भिडभाडमा हिँड्नुपर्छ जाने यस्तो छ यहाँ मेला यस्तो यहाँ तल लागिरह है ए हामी चाहिँ यहाँ मेला एक राउन्ड घुमेर आइसक्यौँ अब एक राउन्ड हानेर फेरि तल जाने है यसो लागेर किन दिनुहरू पनि कतिसो भन्छ कसले पुरिन्दे मेला कस्तो लागिरहेको त एकदम राम्रो लागिरह झ्याउ त लागेन बोर त लागेन के बोर लाग्यो रमाइलो ला तल गएन पिङ खेल्ने काइलामा हुनुहुन्छ को बेला आउनु यहाँ गाउँभरि कुच्चाएर सब बिजोग भइसकेछ हामीलाई त हिँड्न दिइहाल्छन् हुने रमाइलो हो गाउँमा हेऱ्यो भने रमाइलो हो गाउँलो छ म त यो मेला हेरेन हैरान भयो त्यो भने साइलेन्स सबैले बाहिर लाग्ने बस्यो नि हेर्नुभन्दा नहेर्नु ठिक रहेछ लाग्ला झ्याउ लाग्ने चाहिँ अरे यो त हिँड्दै कति हेर्ने क्या चिच्चिया कल हुन्छ मेला आएपछि एकदम भिडभाड नभए के खो मेला त्यसैले मेला आएर त भिडभाडमा बस्नुपर्छ है ठिक छ दाइ मेलामा यो पेप्चा पाप्ची नगरेर यो मेला यस्तो हुन्न क्या पेप्चा पाप्ची हुनुपर्छ केही हुन्न मेला त मेला मान्छे कोही मान्छे नगएको छ कोही हुन्न त राखे त यहाँ त आइयो अब यहाँबाट पर जाने नाचो भइरह हामी यस्तो हिँड्दै बस्दै हिँड्दै चिल पारामा चिल्दा होइन बिन्दासमा यहाँ नाच एकदम चलिरह यहाँ परम्परागत रूपमै लागिरहेको सिँगारो नाच यहाँ मादल
बदम खोज यस्तो बिन्दासमा बसिरहन् कि मेलादेखि मैले ओ रारी बदम सदम खाने बस्ने अब मेला हुन्थ्यो खाएपछि झ्याउ हुन्छ त्यही भएर चाहिँ अलि टाढा आएर एकान्तमा खाने मजा आएको हुन्छ त्यसैले बदम खाएर अब नास्ता तपाईँ खाने जस्तै आनन्द हुन्छ क्या मेला आएर बदम खानुपर्छ जेरी खानुपर्छ तब पनि मेला जस्तो लाग्छ है पुरै फोटासोटा खिच्यो भिडियो सिडियो बनाइयो पुरै मेला सेला पनि मान्यो अब सबै घरतिर जान लाग्यो सबै मान्छेहरू अब चाहिँ थोरै मान्छे छन् हामी पनि अब चाहिँ कहाँ जान लाएर घर जान्छौँ अब एकछिनपछि यो हाम्रो भ्लग अब यही ल पापिनी मेलाको भ्लग यहीँ अन्त्य हुन्छ हेरिदिनु होला सबैले माया गरिदिनु होला ल बाई अर्को भिडियोमा भ्लग भेटौँ ल यस्तो ठाउँ दामी आयो नि ओहो यस्तो सुन्दर साग छ कि यस्तो साग छ कि ल भिडियो एकदम दामीसँग हेरिदिनु होला है ल बाई